भएको छ। परमेश्वरको अनन्त भवनमा उहाँ जानुभएको छ। हामीले विश्वास गर्छौँ, ख्रीष्टमा विश्वास गर्नेहरूलाई परमेश्वरले अनन्त जीवन दिनुहुन्छ भन्ने कुरालाई हामीलाई विश्वास गर्छौँ। अर्को कुरा बाइबलले हामीले बताउँछ कि मानिसको सबैभन्दा ठुलो शत्रु भनेको चाहिँ मृत्यु हो अरे कि। अनि मृत्यु चाहिँ कोही पनि मान्छे मृत्युसँग डराउँछ, मृत्यु नआओस् भन्ने सबैको चाहना हुन्छ। अनि सबैभन्दा ठुलो दुश्मन पनि त्यही हो, हैन। अनि मृत्यु चाहिँ आज हावादेखि नै त्यो मान्छेमा प्रवेश, पापको प्रवेश हुँदाखेरि नै प्रवेश भयो र सबैभन्दा पछि नष्ट पारिने पनि शत्रु पनि मृत्यु हो भन्छ बाइबलले। त्यस कारणले जिउनु चाहिँ ख्रीष्ट हो, मर्नु चाहिँ लाभ हो भनेर पनि बाइबलले हामीलाई देखाउँदछ। अर्को कुरा यूहन्ना 5:24 हामीलाई बताउँदछ कि मृत्युदेखि अनन्त जीवनमा सरिहालेको हुन्छ भन्ने कुरा बाइबलले हामीलाई देखाउँदछ। म एउटा यो पद चाहिँ पढ्न चाहन्छु। यूहन्ना 5:24 हामीलाई दुःख लागेको छ, हामी शोकित पनि छौँ। लामो समयसम्म उहाँसँग बस्यौँ, खायौँ, सङ्गति गऱ्यौँ, उहाँसँग रमायौँ, एकअर्काले उहाँलाई सहयोग गर्नुभयो। कहिले पनि अँध्यारो लगाउनु भएन। म पनि दोस्रो कोभिडमा पर्दा साह्रै बिरामी थिएँ। कतिले चाहिँ के के कुराहरू पनि फेसबुकमा आएको थियो, तर पनि परमेश्वरले बचाउनु भयो। त्यतिखेर पनि आदरणीय दिदीले हामीलाई पनि मलाई पनि धेरै रूपमा सहायता गर्नुभयो। अनि केही महिनासम्म, केही दिनसम्म उहाँले मलाई हेरचाह पनि गर्नुभयो। त्यहाँले आज उहाँ हाम्रो माझमा हुनुहुन्न। अनि उहाँ चाहिँ मृत्युदेखि जीवनमा सरिहालेको हुन्छ। यहाँ भनेको छ, साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरा बात सुन्छ र मलाई पठाउनेलाई विश्वास गर्छ उसमा अनन्त जीवन छ। औ त्यो इन्साफमा आउँदैन, तर मृत्युदेखि जीवनमा सरिहालेको छ। आज उहाँ हाम्रो बिचमा नभए पनि उहाँको आत्मा परमेश्वरको देशमा छ। उहाँको एउटा पार्थिव शरीर मात्रै हामीसँग छ, जो डेरा थियो। एउटा संसार हामी सबैको लागि डेरा हो। अनि उहाँको सबै कुरा सिद्धियो र उहाँ चाहिँ यो देशलाई छोडेर परमेश्वरको देशमा जानुभएको छ। त्यस कारणले परमप्रभुले नै दिनुहुन्छ, परमेश्वरले नै दिनुहुन्छ भन्ने कुरा अयुबले लेखेको छ। उनको परिवारमा ठुलो सङ्कट आउँदाखेरि पनि धैर्यका साथमा उहाँले त्यो कुराहरू भनेका थिए। त्यस कारणले यो परिवारलाई, त्यसरी दीपक जेठान, खेम जेठान, उहाँले सङ्गति गरेको मण्डली, उहाँको सासू ससुरा, उहाँको परिवार, इष्टमित्र, कुटुम्बलाई पनि हामी यही कुरा भन्न चाहन्छु, परमेश्वरले नै दिनुहुन्छ, परमेश्वरले नै दिनुहुन्छ। उहाँले एका दिनसम्म हाम्रो माझमा राख्नुभयो र आज हामीबाट सदाको लागि विदा भएर जाँदै हुनुहुन्छ। उहाँको माटोको शरीर मात्रै हामीसँग छ। अनि यो माटोको शरीरलाई हामी माटो दिन चाहनेछौँ। उत्पत्तिको पुस्तकमा अघि पास्टरले भन्नुभयो जस्तै, माटोको नफर्कुन्जेल तेरो निधारको पसिनाले कमाएको भोजन तैँले खानेछस्, त माटै होस्, माटैमा फर्किजानेछस् भनेर भन्नुभएको छ। अयुब 34:15-16 पनि त्यही कुरा लेखेको छ। माटोमा मानिस फेरि फर्किजानेछ। माटोको शरीर माटोमा नै हामी दिन गइराखेका छौँ। किनभने यो माटोमा दिनलाई हामी यहाँ उपस्थित भएका छौँ। अब हामी यो शरीरलाई यहाँ राख्नेछौँ। उहाँको नजिकको, उहाँको परिवारको कुटुम्बहरू पहिला माटो दिनुहुनेछ। त्यसपछि सबै पालो हामी सबै माटो दिएर यहाँबाट बिदा हुनेछौँ। प्रार्थना